धरानका मेयर हर्क साम्पाङले पार्टी दर्ता गरेर पार्टी खोलिसक्नु भएको छ। उहाँको पार्टीको नाम रहेको छ श्रम संस्कृति पार्टी, चुनाव चिन्ह माटो। अब आउँदै गरेको फागुन 21 को चुनावमा तहल्का पिट्ने सोचले उहाँले पार्टी दर्ता गर्नुभएको छ। अनि उहाँले भन्नुभएको छ केही कुराहरू, हामी पार्टीको झन्डा नबोक्ने नबनाउने, देशकै झन्डा बोकेर चुनावमा लड्ने हो, हाम्रो चुनाव चिन्ह चाहिँ माटो हो। कतिपय जनताहरू नाङ्गै बसेका छन्, लुगा नष्ट नगर्ने, हामीलाई फलानो पार्टीको कार्यकर्ता भनेर नभन्नुहोस्, हामीलाई श्रमदाता भन्नुहोस् भनेर पनि उहाँले फेसबुकमा लेखिसक्नु भएको छ। उहाँले पार्टी खोल्नु भएको छ। अब हेरौँ, रवि लामी छानेले पनि 6 महिना अगाडि पार्टी खोलेर 21 सिट ल्याउनु भएको, 20-21 सिट ल्याउनु भएको थियो। अब हर्क साम्पाङले पनि पार्टी खोल्नु भएको छ। हेरौँ कसका जनताहरू कति छन् भन्ने कुरा यही चुनावमा थाहा भइहाल्छ। फागुन 21 को चुनावमा चाहिँ भोट चाहिँ परिवर्तन गर्नुपर्छ। 3 दललाई चाहिँ भोट नहालौँ, एमाले काङ्ग्रेस माओवादीलाई भोट नहालौँ, अरू जुन पार्टीलाई हाल्दा पनि हुन्छ, किनकि नयाँ पार्टीहरू हुन्, नयाँ शक्तिहरू हुन्। भरिसक स्वतन्त्र व्यक्तिलाई हालौँ। तपाईलाई के लाग्छ, हर्क साम्पाङले अब फागुन 21 को चुनावमा कति सिट ल्याउनुहुन्छ जस्तो लाग्छ? कमेन्ट गर्नुहोस् त।